नमस्कार सम्पूर्णमा आज पनि एउटा मोटिभेसन भिडियो ल्याएर आइसकेको छु। आज हाम्रो आमा बुवाले हजारौं थप्पड हान्दा पनि हामीले मौन बस्नुपर्छ, किनकि आमा बुवाको हजारौं थप्पडले हामीलाई नै एउटा असल व्यक्ति बनाउने हो। आमा बुवाको थप्पड हदौडाको प्रहार जस्तै हो, जसले नपिटेसम्म पत्थर कहिले मूर्ति बन्न सक्दैन। सन्तानलाई आमा बुवाले दिएको थप्पड कहिले कठोर लाग्छ, तर त्यो कठोरता भित्र माया, चिन्ता र भविष्यप्रतिको गहिरो सोच लुकेको हुन्छ। हामी धेरै जसो त्यस थप्पडलाई दुःख मानेर रिसाउँछौं, तर पछि थाहा हुन्छ त्यही थप्पडले हामीलाई बिग्रिनबाट जोगायो, सुधारको बाटो देखायो अनि जीवन बनायो। हुन त संसारमा धेरै गुरु हुन्छन्, तर साँचो अनुशासन दिन सक्ने गुरु आमा बुवा नै हुन्। उनको प्रत्येक थप्पड भित्र संस्कार छ, प्रीति छ, माया छ र भविष्य उज्यालो बनाउने आकांक्षा छ। हामी अभिमानमा सुर भएर बोल्दा उनीहरू मौन भएर सुन्छन्। हामी गल्ती गर्दा उनीहरू मात्र देखाउँछन्। हामी फिस्केर हिँड्दा, डुल्दा, खोज्दा उनीहरू हात समाएर तान्छन् र त्यसलाई हामी थप्पड मान्छौं। जसरी मूर्तिकारले पत्थरमा लगातार चुन हानेर एक सुन्दर मूर्ति बनाउँछ, त्यसरी नै आमा बुवाले थप्पड, अनुशासन र सही मार्गदर्शनबाट हामीलाई असल मान्छे बनाउँछन्। त्यही थप्पड कहिले घृणा होइन, त्यो त कठोर बाहिरबाट देखिने गहिरो माया हो। आज हाम्रो आमा बुवाले हामीलाई असल मान्छे र सही मार्गदर्शन देखाउनको लागि थप्पड हानिरहेका हुन्छन्, तर भविष्य नै हाम्रो बन्ने हो भनेर हामीले त्यो थप्पडलाई स्वीकारेर एउटा मूर्तिकारले जस्तै मानौ एउटा मूर्ति बनाए जस्तै हामीलाई पनि असल नागरिक बनाउन खोज्दैछन्। त्यसैले आमा बुबाले भनेको कुराहरूलाई हामीले सही मानेर हामीले आफ्नो जीवन बनाउनतिर लागौं। आमा बुबाले रिसायो भन्दैमा आफ्नो जीवनलाई हामी रिसाएर आफ्नो जीवनलाई खतरामा पार्ने कोसिस नगरौं। आमा बुवा भनेको यो संसारका सबैभन्दा पहिलो गुरु हुन्। आमा बुवाले कहिले पनि सन्तानको लागि नकारात्मक सोचेको हुँदैनन्। उहाँहरूले सन्तान असल बनोस् भन्ने चाहन्छन्। धन्यवाद।